दुध खानै नहुने भयो, ती वृद्धहरूलाई तागत दिन्छ भनेको रोग लाग्ने भयो, ती बच्चाहरूलाई क्याल्सियम पुग्छ भनेको रोग लाग्ने भयो। त्यसो भएर सोचेर विचार गरेर खानु होला। 1 हप्ता 10 दिन दुध नखाएर केही हुँदैन। धेरै जसो उहाँहरूले आकलन गरेर जो विज्ञ हो, हामीले खाद्य तथा गुण नियन्त्रण कार्यालय भैरवामा चाहिँ त्यसको स्याम्पल पठायौँ र त्यहाँबाट आएको रिपोर्टमा चाहिँ विषादी मिसावट छ भन्ने खालको रिपोर्ट भएको हुनाले विषादी भएको चिजलाई हामी उपभोग गर्न दिनुहुन्न भन्ने खालको निर्णय हामीले हिजैदेखि गरेका छौँ। र मैले सप्लायर्सहरू हिजो हामीले बोलाएका पनि थियौँ, तपाईँहरूले बुटोल दुध नल्याउनुहोस्, ल्याउनुहुन्छ शुद्ध राम्रो दुध ल्याउनुहोस्, तपाईँहरूलाई घाटा हुन्छ, हामी मूल्य तोकिदिन्छौँ, तर विषादी भएको दुध चाहिँ हाम्रा नागरिकहरूलाई नखुवाउनुहोस् भनेर चाहिँ म उहाँहरूकै सामुन्ने पनि हिजो बैठक बसिरहँदाखेरि मैले त्यो कुरा राखेको छु भने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयलाई म अनुरोध गरेको छु कि तपाईँहरूले 16 पालिका हेर्नुहुन्छ, सूचना जारी गरिदिनुहोस् र सबैलाई सचेत हुने, रूपन्देही जिल्लाका नागरिकहरूलाई शुद्ध भएको दुध पिउन पाउने अधिकार चाहिँ तपाईँहरूले पनि सूचना जारी गर्नुहोस् भनेर उहाँहरूसित मैले अनुरोध त गरेको छु, तर के गर्नुहुन्छ थाहा छैन। बुटोलका लागि चाहिँ अब विषादी रहित दुध मात्रै यहाँ आउँछ, विषादी भएको दुध आउन चाहिँ हामी दिँदैनौँ। आज कारबाही गर्नेहरू थोरैमा पर्नु होला, भोलि फेरि त्यही खालको विषादी भएको आयो भनेदेखि हामी नेपाल सरकारको खाद्यसित जोडिएको कानुन जुन छ 5 लाख जरिवाना र 5 वर्ष कैद भन्ने छ, त्यही अनुसारले हामी अगाडि बढ्न चाहिँ सक्छौँ। किन भन्दा नागरिक स्वास्थ्य आफू भयो भने मात्रै सबै कुरा हुन्छ भन्ने मान्यता बुटोल अत्यन्तै कडाइका साथ बुटोलको बजारलाई सबै कुराको अनुगमन राम्ररी गरेर यहाँका नागरिकहरूलाई स्वच्छ चिजहरू उपभोग गर्न दिनुपर्छ भन्ने मान्यता राखेर कडाइका साथ अगाडि बढिरहेको अवस्थामा अस्ति 7 र 8 गते हामीले अरू चिजको त अरू पहिल्यै गरिरहेको थियौँ र 7 र 8 गते हामीले दुधको अनुगमन पत्रकार मित्रहरूलाई पनि नबोलाइकन एकदमै त्यो उहाँहरूलाई बाटोमा अचानक छोपेर त्यो स्याम्पल लिएर चाहिँ हामी अनुगमन गरिरहँदाखेरि 7 गतेको अनुगमनमा त्यस्तो केही देखिएन। एउटा सप्लायर्सको फ्याट कम भएको मात्रै देखियो भने 8 गतेको अनुगमनमा त हामीसित 10 वटा सप्लायर्सहरूको चाहिँ विषादी भएको चाहिँ भेटियो। त्यसले गर्दाखेरि अब बुटोलवासीलाई म यो मिडिया यी सबै मिडिया मार्फत अनुरोध गर्न चाहन्छु, सोचेर विचार गरेर दुध किनेर खानु होला। दुध भन्ने चिज कस्तो भन्दाखेरि पेटमा भर्खरै 3 महिना भएको बच्चा र बिस्तरामा भएको 100 वर्षको वृद्धदेखि बीचको सबैले क्याल्सियमको मात्रा बढी पाइन्छ भनेर दुध खाने चलन छ र दुधले तागत दिन्छ भन्ने चलन भएको हुनाले सबैलाई म विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु कि विचार